नमस्ते सबैजनालाई फेरि यो अर्को दिनमा र यो अर्को भिडियोमा तपाईहरुलाई स्वागत छ। हाल अहिले नेपालमा जे भइरहेको छ त्यो चाहिँ एकदम नराम्रो सपना थियो। त्यो सपनामा पनि कहीं न कहीं चाहिँ एउटा नयाँ सपना, नयाँ संसार र फेरि पनि नयाँ नेपालको मुहार झल्केको देख्दछु। अब भन्नुपर्दाखेरि यो जति पनि नेपालमा संसद विघटन सरकार ढल्यो हैन, नेपालमा बितेका दिनमा सरकार चलाउने थिएन, देश चलाउने छैन, नहुँदाखेरिको त्यो समयमा आन्दोलन गर्यो यो जेनजी पुस्ताले, यो नयाँ जेनेरेसनले। अनि यो आन्दोलन चाहिँ एक हिसाबले चाहिँ ठीक पनि हो, करप्सन हट्यो देशबाट। अब नयाँ सरकार आयो हैन, 800 जना बेरोजगार भयो। ती 800 जनाको वार्षिक खर्चहरू कटाउँदाखेरि 1 अर्ब 44 करोड पनि बच्यो सरकारको ढुकुटीबाट। अनि यस्तो लाग्छ कि यो आन्दोलन चाहिँ नेपालीले नभइकन विदेशी शक्तिले चाहिँ नेपालमा गराएको जस्तो मलाई लाग्यो। किनभने जुन यो आन्दोलन युवाहरूले सुरु गरेको हो, तर लास्टमा जो म भोलुन्टरी मात्र गर्न आएको हो भन्न आथे सुदन गुरुङ, जो अहिले युवाहरूको नेतृत्व गरेको भनेर आइरहेछ हैन। मलाई लाग्छ ऊ चाहिँ सुरुमा जुन त्यो जुलुस र्याली प्रोटेस्टमा त्यो आन्दोलनमा देखेको थियो, त्यहाँ चाहिँ उसले के भनेको थियो छ भने म त भोलुन्टरी हो, सहयोग गर्नलाई मात्र आएको हो भनेर भन्ने थियो के। पछि त्यो मिरज महर्जन भन्ने खासमा ऊ चाहिँ हो के, जुन यो नयाँ युवाहरूमा यो जोस जागर यो उत्साह भरेको थियो। त्यो मिरज महर्जन भन्ने चाहिँ मलाई लाग्छ कि ऊ चाहिँ हो के खासमा यो जेनजीको सुरुवात गर्ने व्यक्ति। अनि यो सुदन गुरुङ भन्ने चाहिँ अब कति हल्लाहरू छ हैन, इन्डियाको दार्जिलिङको हो भनेर फेरि भ्रमहरू पनि छ भन्छ सोसियल मिडियामा। तर मलाई के लाग्छ भने यो जम्मै इन्डियाको खेल भइरह जस्तो लाग्छ कि हाम्रो देशमा। अब जब सङ्कटकालमा आयो, सङ्कटकालको कुरा गर्नु पर्दाखेरि सङ्कटकालमा के हुन्थ्यो भने त्यो बेला माओवादीहरूले नयाँ नेपालको सुरुवात गर्नुपर्छ भनेर यो राजा हैन, राजासँगको विद्रोह सुरु गरेको थियो। जुन त्यो विद्रोह चाहिँ नयाँ नेपालको लागि सुरुवात थियो के। अनि राजाको पालमा भएको कल कारखानाहरू, उद्योगहरू सबै बेचेर खायो जो नयाँ नेपालको उस बेलामा। अनि देश आदि बेचेर खायो। अनि कस्तो लाग्छ भने के पाइस नेपाली भन्न चाहन्छु कि म, के पाइस नेपाली नयाँ नेपालमा। त्यही हो मेरो आजको प्रश्न चाहिँ, के पाइस नेपाली नयाँ नेपालमा, के गुमायो नेपाली नयाँ नेपालमा। हामीले विगतका समयहरूमा हेर्दाखेरि के पायो होला जस्तो लाग्छ त हामीले नयाँ नेपालमा। के हामीले सुख पायौँ, के हामीले शान्ति पायौँ, के हामी समृद्धि छौँ, के हामी एक गाँस खानलाई खुसीका साथ खान सक्छौँ, सक्छ कि सक्दैन।
के हामी आज घर परिवारको साथमा छौँ? के हाम्रो मुहारमा खुसी छ? छैन नि होइन नयाँ नेपालमा। नयाँ नेपाल नयाँ नेपाल नयाँ नेपाल भन्यौँ हामीले, नयाँ नेपालको लागि झन्डा उठायौँ, नयाँ नेपालको लागि क्रान्ति गऱ्यौँ, नयाँ नेपालको लागि हामीले हरेक युद्धहरू लड्यो, नयाँ नेपालको लागि हामीले सङ्कटकालदेखि नै आन्दोलनहरू गर्दै आए, नयाँ नेपालको लागि राजा फ्याले, नयाँ नेपालको लागि के गरेन? तर यो नयाँ नेपालले हामीलाई दियो चाहिँ के? कोहीसँग एन्सर छ? नयाँ नेपालले हामीलाई दियो के? यदि एन्सर छ भने कमेन्ट गर्नु होला। हामी नेपालीलाई यो नयाँ नेपालले केही पनि दिएन। दियो त सिर्फ के दियो भने हरेक नेपालीको शिरमा 50-60 हजारको ऋण मात्र दियो के, अरू केही दियो हामीलाई? हामीले के गुमायौँ? हामीले हाम्रो घर परिवारसँगको खुसी गुमाए, हामीले हाम्रो घर परिवारसँगको हाँसो गुमाए, हामीले हाम्रो परिवारसँगको त्यो महत्त्वपूर्ण समय गुमाए, हामीले हाम्रो भर्खर जन्मिएका छोराछोरीहरूको हुर्किँदै बढ्दै गरेको उमेरसँग खेल्नलाई हाँस्नलाई गुमाए, हामीले आफ्नो हरेक कुरा गुमाए। एक दिन खुसीका साथ के तपाईँहरू गर्वको साथ भन्न सक्नुहुन्छ नयाँ नेपालले के दियो भनेर? के दियो नयाँ नेपालले? आँसु, दुःख, कष्ट, पीडा, घर परिवारको बिछोड, त्यही दिएको होइन नयाँ नेपालले? आज देशका आधीभन्दा आधी युवाहरू परदेशमा छन्। यही नयाँ नेपालले दिएको होइन यो? आज आफ्नो घर परिवारसँग बिछोड भएर अर्काको देशमा गएर काम गर्ने न अनि आफ्नो घर परिवार चलाउनु परेछ। यो कसले दिएको? यो नयाँ नेपालले दिएको होइन यो? श्रीमान कता हो, श्रीमती कता हो, छोरा कता हो, छोरी कता हो? यो कसले दिएको? नयाँ नेपालले दिएको होइन? श्रीमान एकातिर आफ्नो बालबच्चाको लागि अर्काको देशमा गएर दुःख गरी मेहनत गरी नेपालमा पैसा पठाउँछन्। श्रीमती बालबच्चा स्याहार्छन्। जब छोराछोरीहरू ठुलो हुन्छन् उनीहरू पनि नेपालमा अवसर नभएर परदेशिनु पर्छ। जब छोराछोरीहरू 12 पास हुन्छ नयाँ नेपालमा, तब अधिकांश नेपालीहरूको आफ्नो सन्तानलाई सोध्नुहोस्, साथीभाइलाई सोध्नुहोस्, इष्टमित्रलाई सोध्नुहोस्, अधिकांश युवा नेपालीहरूको अहिले मुखमा के छ भन्दाखेरि अब त देशमा केही छैन, अब त अन्तिम उपाय नै परदेश। पैसा हुने अस्ट्रेलिया, अमेरिका, क्यानाडा जान्छन्। मिडल क्लासका जापान, कोरिया जान्छन्। त्यो पनि नहुनेहरू खाडी जान्छन्। आज यो सबै बाध्य बनाएको कसले? यही नयाँ नेपालले होइन? के तपाईँहरू यस्तो कोही हुनुहुन्छ आफ्नो घरबाट, आफ्नो परिवारबाट, आफ्नो नातेदारबाट परदेशी नभएका एउटा घर छ नेपालमा? परदेशी जीवन नबिताएका युवाका आमा बुवाहरू छन् नेपालमा? सायद त्यो कमै होला। कि त त्यसको लागि राजनीति गर्नु पर्यो, कि त त्यसको लागि फटा बन्नु पर्यो, कि त त्यसको लागि चोर बन्नु पर्यो। किनकि नेपालमा त त्यो अपर्च्युनिटी छैन। नेपालमा त गरी खाने भाँडो छैन। किन भन्दाखेरि यो सब तपाईँ हाम्रै कारणले हो, नयाँ नेपालले गर्दा हो यस्तो भएको। मलाई यति मात्र भन्नुहोस् कि तपाईँको छोराछोरीहरू, तपाईँका आमा बुवाहरू, तपाईँका इष्टमित्रहरू परदेशी नभएका कोही छन्? यदि छ भने भन्नुहोस् मलाई। मन सिरिङ्ग भएर आउँछ। आफूसँगै
हुर्केका साथीहरू अहिले आफूसँगै छैन, आफूसँगै खेलेका साथीहरू अहिले आफूसँग छैन। आज उनीहरू कता छन्, हामी कता छन्। न समय मिल्छ, न उठ्ने टाइमै मिल्छ, न दिनै मिल्छ, न रातै मिल्छ। यो सबै कसले दिएको? नयाँ नेपालले होइन। मलाई यति कुरो भन्नुहोस् तपाईँहरू होइन, तपाईँका मित्रहरू, तपाईँको साथीहरू, तपाईँको सँगै पढेकाहरू, तपाईँसँगै एउटै गाउँमा हुर्केकाहरू, सानै उमेरदेखि एउटै चड्डी, एउटै ओछ्यान, एउटै ओढ्नी, खाना पनि एउटै भएर हुर्केकाहरू तपाईँहरूसँग आज साथमा छन् के? तपाईँहरूसँग आज उनीहरू भन्न नि मनै लागेन हो, मनै भक्कानिएर आउँछ। आज यो दिन सबै नयाँ नेपालले देख्न परेको होइन। तपाईँसँगै हुर्केका, एउटै गाउँमा एउटै थालमा खाएका साथीहरू कता छन्? आज तपाईँ कता हुनुहुन्छ? म कता छु? छुट्टीमा घर जाँदाखेरि न साथी भेट्छन्, न आफन्त नै भेट्छ। गाउँै रित्तो। हामीलाई नयाँ नेपालले यही दिएको होइन। कति वर्ष भयो तपाईँहरूले आफ्नो पुरै परिवारसँग एक छाक सँगै बसेर खाना नखानु भएको? थाहा छ तपाईँहरूलाई? कति वर्ष भयो, कति महिना भयो, कति दिन भयो, कति हप्ता भयो? अनि भन्छन् नपढेकाले देश बिगार्यो, पढेकाले देशको अस्तित्व नै जलायो भनेर। गलत गरेको हो हामीले पनि, हाम्रो पुस्ताले पनि। हामीले जलाउन नहुने कुराहरू, देशको सम्पत्तिहरू हामीले जलाएका हौँ। तर साँची राख्ने पनि के को लागि? एकचोटि सोच्नु न। नेताहरूको लागि कि हाम्रो आउने पुस्ताको लागि? यो तेरो नेपाल हो, यो यस्तो थियो, यस्तो भयो भनेर देखाउनको लागि? इतिहास मेटेर केही पनि हुँदैन, इतिहास बनाउनुपर्छ। आज दुःख लाग्छ मलाई, मेरो ती साथीहरू, सँगै हुर्केकाहरू आज मसँग छैन। आज उनीहरूसँग म छैन। सँगै हाँसेका साथीहरू आज कता छन्? आज एक शब्द बोल्नलाई पनि ती साथीहरूसँग छुट्टी मिलाउनु पर्छ। फोन गरेँ, ओइ कहिले जान्छस् त नेपाल? म त अर्को वर्ष। अनि सोध्छन् त, अनि भन्छन् व्यवहारै मिल्या छैन यार, पैसै छैन। यदि हामी हाम्रो देशमा हामीलाई केही चाहिँदैन के? हाम्रो देशमा हामीलाई सिर्फ अवसर चाहिएको हो। हामीलाई त्यो चोर्ने, फटा लुट्ने अवसर होइन के? हामीलाई आफ्नै देशमा गरी खाने ठाउँ चाहिएको हो। हामीलाई आफ्नै देशमा जागिर चाहिएको हो। हामीलाई आफ्नै देशमा केही गरी खान देऊ भन्न खोजेको हो हामीले। जब हामी केही गर्न खोज्छौँ तब के हुन्छ? 1 महिना चल्छ, 2 महिना चल्छ, 3 महिनाको पालमा त्यहाँनिर के हुन्छ? राजनीति सुरु हुन्छ कि? अर्काको देशमा हेर आऊ न, अर्काको देशमा पढेकालाई नि काम छ, नपढेकालाई नि काम छ। हरेक किसिमको मान्छेलाई काम छ अर्काको देशमा। हाम्रो देशमा के छ? हाम्रो देशमा पढेकोलाई पनि काम छैन के? डक्टर पढ्यो, इन्जिनियर पढ्यो, नर्स पढ्यो, लास्टमा जाने कहाँ? त्यही पैसा हुने पढेर अस्ट्रेलिया, अमेरिका, क्यानाडा जान्छन्। अलिकति नहुनेहरू जापान, कोरिया आउँछन् 15-20 लाख खर्च गरेर। हुँदै नहुनेहरू दुबई, कतार जान्छन्। अनि यही हो हाम्रो भविष्य, यही हो हाम्रो जिन्दगी। सधैँ घर परिवारसँग छुटेर बस्नुपर्ने, सधैँ आफ्नो बालबच्चालाई हेर्नलाई मोबाइलमा भिडियो कल गर्नुपर्ने, उनीहरूको आवाज सुन्नलाई हप्तौँ कुर्नुपर्ने। हाम्रो यही हो भविष्य के? हाम्रो यही हो जीवन? हामी पनि मान्छे हो नि त। तर गल्ती के भयो? नेपालमा जन्मियो, त्यति नै हो गल्ती। अझै पनि गाउँतिर यस्ता व्यक्तिहरू हुनुहुन्छ कि उहाँहरूलाई म एकदम रेस्पेक्ट गर्छु होइन।
आफ्नो पुरै जीवन परदेशमा बिताउनु भएकाहरू पनि छन्। जब उनीहरू आफ्नो घर फर्किन्छ बुढेसकालमा, वृद्ध अवस्थामा, तब ती घरमा कोही पनि हुँदैन के। न छोरा साथमा हुन्छ, न छोरी साथमा हुन्छ, न श्रीमती नै साथमा हुन्छ के। छोराको लागि, भविष्य बनाउनको लागि भनेर पुरै जीवनै त्याग गर्दा पनि आफ्नो छोरा साथमा हुँदैन के, छोरी साथमा हुँदैन, श्रीमती साथमा हुँदैन। अनि त्यो बेलाको पीडा सम्झिनुहोस्। यो मेरै गाउँको घटना हो होइन, जो कि एकजना पिता हुनुहुन्थ्यो। जिन्दगी उहाँले जीवनकालै परदेशमा बिताउनु भयो। जब उहाँ परदेशबाट फर्किनु भयो अनि उहाँले भन्नुहुन्थ्यो कि हामीलाई चिहानी बेला, उहाँको छोराहरू मभन्दा भाइहरू नै हो, मभन्दा सानो नै हो, धेरै सानो हो। अनि भन्थ्यो कि परदेशमा जिन्दगी बितायो यही छोराहरूको, छोरीहरूको लागि। अहिले यही छोराछोरी नै साथमा छैनन्। उनीहरू अब अस्ट्रेलिया, क्यानाडा, जापान भनेर गयो। अब जब मलाई छोराछोरीको साथमा बिताउन मन थियो, तब मसँग श्रीमती बाहेक कोही पनि भएन। मैले मेरो छोराछोरी, मेरो बच्चा हुर्किँदै गरेको उमेरको त्यो महसुस लिन पाइनँ। मैले त्यो गुमाएँ। मैले मेरो श्रीमती, छोराछोरीसँगको सुख, हाँसो, खुसी गुमाएँ। मैले मेरो सन्तानसँगको मिठो एक छाक गुमाएँ। मैले मेरो छोराछोरीसँग ती साना नानी हुँदाखेरि सँगै सुताउनलाई मैले गुमाएँ। रुँदाखेरि फकाउन गुमाएँ, हाँस्दाखेरि हाँस्न गुमाएँ। हरेक चिज गुमाउनु पर्यो भन्दै थियो उहाँले होइन। अनि त्यो मलाई चाहिँ आज चाहिँ कहाँबाट रियलाइज भयो भने, हामी पनि परदेशमा छु। हामीले आफ्नो बुवा मम्मीसँगको त्यो पल गुमाएँ, खुसीको पल गुमाएँ। बुवा मम्मीसँग हाँसोको पल गुमाएँ। आफ्नो बुवा मम्मीले पकाएको खानाको स्वाद गुमाएँ। यो नयाँ नेपालले होइन। त्यही भएर म भन्छु, के पाइस नेपाली नयाँ नेपालमा। मलाई दुःख लाग्छ के, म नेपाली हुँ, म सच्चा नेपाली हुँ, तर दुःख लाग्छ मलाई हामी नेपालीहरूले धेरै चिज गुमाए। मलाई यति मात्र भन्नुहोस्, तपाईँहरूको आफन्तहरू, इष्टमित्रहरू परदेशी नभएको कोही छ? मलाई यति मात्र जान्नु छ, कमेन्ट गरिदिनु होला है। म आज खासमा के को लागि भनेर निस्केको थिएँ, मन एकदम मलाई चित्तै बुझिरहेको थिएन। त्यही भएर भन्न त धेरै छ, तर धेरै भन्दाखेरि यो भिडियो एकदम लामो हुन्छ। म नेक्स्ट भिडियोमा भन्नेछु र आजको भिडियो यहीसम्म हुनेछ। सो यदि तपाईँहरूको कोही त्यस्ता हुनुहुन्छ भने परदेशी नभएका साथीहरू, तपाईँहरू गर्व गर्नुहोस्। तपाईँहरू एकदम भाग्यमानी हुनुहुन्छ। भिडियो हेर्दै गर्नु होला। मन परे लाइक, सेयर, कमेन्ट गरिदिनु होला।
है। यो शब्दहरूले मन छुयो भने सब्सक्राइब गर्न नबिर्सिनु होला। धन्यवाद भिडियो हेरिदिनु भएको लागि। फेरि पनि भेट्नेछौँ अर्को भिडियोमा है त।